ग्रासरुट फुटबल डेभलपमेन्टको लागि लुम्बिनी फुटबल एकाडेमीले दाङ जिल्लामा भएका विभिन्न विद्यालयहरूसँग सहकार्य गरी फुटबल प्रशिक्षण दिने कार्यक्रम गर्दै आइरहेको छ। यही क्रममा आज हामी ज्ञानमाला एकाडेमीमा आएका छौँ। सरहरूको अनुमति लिएर विद्यार्थीहरूलाई लुम्बिनी फुटबल एकाडेमीको बारेमा र प्रशिक्षण कार्यक्रमको बारेमा यसरी बुझायौँ। म चाहिँ लुम्बिनी फुटबल एकाडेमीबाट कतिजना नाम सुन्नुभएको छ? लुम्बिनी फुटबल एकाडेमीबाट आएको, लुम्बिनी फुटबल एकाडेमीको सञ्चालक है त। र हामीले ग्रासरुट फुटबल डेभलपमेन्टको लागि विभिन्न विद्यालयहरूमा फुटबल प्रशिक्षण दिइरहेको हुन्छौँ, ट्रेनिङहरू दिन्छौँ। र अब हामी ज्ञानमाला बोर्डिङ स्कुलमा पनि हामी आएका छौँ र यहाँको स्कुलसँग सरहरूसँग र तपाईँहरूसँग कुरा गर्नको लागि कतिजना विद्यार्थीहरू चाहिँ चासोमा राख्नुहुन्छ अथवा सिक्न चाहनुहुन्छ हो त्यो लिस्टिङ गरेर हामीले चाहिँ फुटबल सिकाउने काम गर्छौँ होइन। अब चाहिँ हामी पहिलो चरणमा तपाईँहरूले फुटबल सिक्ने इच्छा भएकोहरूले एउटा नेम लिस्ट तयार पार्नुपर्छ है। नेम लिस्ट तयार पारेर हाम्रो सन्दीप सरलाई चाहिँ नेम लिस्ट बुझाउनुपर्छ। त्यो भइसकेपछि तपाईँहरूलाई हामीले प्यारेन्ट्ससँग सोध्छौँ पहिला तपाईँहरूको बुवा आमाले त खेल्न दिनु पऱ्यो नि होइन। पढाइ नबिगारेर फेरि हामीले चाहिँ पढाइ बिगारेर फुटबल खेलाउने भन्ने हुँदैन। तपाईँहरूको पढाइ पनि नबिग्रिने गरेर हप्तामा 2 दिन अथवा 3 दिन हामीले चाहिँ तपाईँहरूलाई फुटबल सिकाउँछौँ है। हाम्रो फरेनर कोच हुनुहुन्छ, विदेशी कोचहरूले सिकाउनुहुन्छ, एउटा इन्डियन कोच हुनुहुन्छ, एउटा इजिप्टियन कोच हुनुहुन्छ। हाम्रो आफ्नै ग्राउन्ड छ, खेलकुद सामग्रीहरू हामी आफैसँग हुन्छ, उखुबारीमा हाम्रो ग्राउन्ड छ है। अब त्यही भएर तपाईँहरूलाई हामीले पहिलो चरणमा तपाईँहरूको नेम लिस्ट तयार पार्छौँ। जुन जुन बच्चाहरू चाहिँ खेल्न इन्ट्रेस्ट हुनुहुन्छ, गर्ल्स एन्ड बोइज सबै दुवैजना इन्ट्रेस्ट भएकोहरू चाहिँ तपाईँहरूले नेम लिस्ट दिन सक्नुहुन्छ है त। अनि हामीले मिनिमम चार्ज लिएर 600 देखि 800 सम्म हामीले मासिक रूपमा फी लिएर एकजनाबाट 600 अथवा 800 त्यो किनभने तपाईँहरूको विद्यार्थी सङ्ख्या अनुसार चाहिँ फी फरक हुन जान्छ है। त्यस कारणले गर्दाखेरि तपाईँहरूको कति हुन्छ त्यही अनुसारले हामीले फी निर्धारण गर्छौँ र तपाईँहरूलाई सिकाउँछौँ। अनि हामीले विभिन्न समयमा लिगहरू सञ्चालन गर्छौँ, टुर्नामेन्टहरू सञ्चालन गर्छौँ। अस्ति भर्खरै एलएफए फेस्टिभल लिग भएको कसैलाई थाहा छ होइन? एलएफए फेस्टिभल लिग चाहिँ हामीले माघीको अवसर पारेर एलएफए फेस्टिभल लिग सुरुवात गरेका थियौँ। त्यस्तै भ्याकेसन भएको बेलामा भ्याकेसन लिग गराउँछौँ, समर लिग गराउँछौँ, विन्टर लिग गराउँछौँ र विभिन्न खालका विद्यालय स्तरका कम्पिटिसनहरू गराउँछौँ। बुझ्यो? यो कुराहरूमा तपाईँहरूले भाग लिन पाउनुहुन्छ, स्कुलले तपाईँहरूको भाग लिन पाउँछ है। अनि तपाईँहरूले चाहिँ विभिन्न खालका इन्टरनेसनल टुर्नामेन्टहरू पनि राम्रो खेल्दै जानुभयो भने विदेशमा गएर इन्टरनेसनल टुर्नामेन्टहरू पनि खेल्न सक्नुहुन्छ है त आफ्नो उमेर समूहको। किनकि हामी एकपटक युरोप गएर आइसकेका छौँ, बुझ्नुभयो? डेनमार्कमा गएर डाना कप खेलेर आइसकेका छौँ। अझै पनि हामी फेरि पनि सिङ्गापुर, मलेसिया, इन्डोनेसियातिर हामी चाहिँ टुर्नामेन्टहरू खेल्ने, फ्रेन्डसिप म्याचहरू खेल्ने हामी चाहिँ प्लान बनाइरहेको छौँ। बुझ्नुभयो? त्यस कारणले तपाईँहरूलाई इन्ट्रेस्ट छ भने सन्दीप सरलाई नेम लिस्ट दिनु होला र तपाईँहरूको प्यारेन्ट्सलाई सोध्नु होला म खेल्न चाहन्छु, मेरो फी चाहिँ 600 देखि 800 को बिचमा लाग्छ मम्मी म खेल्छु अथवा बाबा म खेल्छु भनेर तपाईँहरूले भन्ने यो हुन्छ ल खेल भनेर भन्नुभयो भने चाहिँ स्कुलले कोअर्डिनेसन गरिदिन्छ, स्कुलले सहकार्य गरिदिन्छ। स्कुलको टाइममा एउटा स्पोर्ट डे हुन्छ होला नि त तपाईँहरूको होइन, हप्तामा एक दिन चाहिँ स्कुलले लिएर जान्छ होइन। अर्को दिन शनिबारको दिन पनि स्कुलले म्यानेजमेन्ट गरेर तपाईँहरूले चाहिँ खेलकुदमा चासो भएको बच्चाहरूलाई चाहिँ प्र्याक्टिस गर्न लगेर जानुहुन्छ है त। त्यसको लागि चाहिँ सन्दीप सरलाई नेम लिस्ट दिने हुन्छ। हामी यही भन्नलाई आएको है त। ओके, थ्याङ्क यू सो मच सबैजनालाई।